Hello, Sanu. Sanu? Bapa khơi. Khơi Sanu. Sanu के bapa khơi. मजा आइछ? आइजा छ भन्यो। Sanu आओ यता आओ। आओ यता। यहाँ समाउँदै आऊ न यहाँ समाउँदै आऊ न। मेरो बुन्टा कल अभि दादाले छोडेको हो। मेरो बुन्टेलाई त्यसले त्यो घन्टी देखेर डलायो थियो भयो। हो मेरो बुन्टेले घन्टी देखेर डलायो हो। कस्तो बजाएको त थियो घन्टी पनि। गर्नु भएछ घाम गर्नु पर्यो गर्मी ए गर्मी भन्दै यो ठाउँ चाहिँ हाम्रो लागि एकदम विशेष ठाउँ है। यो चाहिँ हामी होइन यो ठाउँ चाहिँ हाम्रो एकदम विशेष ठाउँ यहाँ। किन विशेष भन्दाखेरि पछि भन्नुलाई त्यो चाहिँ है यस्तो दामी छ नि। मर्निङ वाकको लागि चाहिँ एकदम बेस्ट हो यहाँ। आनन्द आउँछ यहाँ। मन्दिर पनि छ हिँड्ने ठाउँहरू पनि दामी छ। पुरै पिच गरेको छ होइन ठाउँ चाहिँ। बाटो एकदम पिच छ दामी छ। मर्निङ वाक चाहिँ दामी हुन्छ यहाँ। एकदम विशेष ठाउँ हो मेरो लागि चाहिँ। पछि भन्नु होला किन विशेष छ चाहिँ यसो के अरे के भन्नु म त्यो मैले किन विशेष छ थाहा हुनुलाई चाहिँ कमेन्ट गरिदिनु होला है गाइजहरू होइन। लाइक साइक शेयर सब्स्क्राइबहरू गरिदिनु होला। हजुरको पैसा केही पनि जाँदैन। के अरे हजुरहरूले लाइक सेयर सब्सक्राइब गर्यो भने हजुरको केही पनि जाँदैन है। डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल गाइज। थ्याङ्क यू फर वाचिङ। डाँडो देखाएर यस्तो गर्दै हाँसेर हजुरको त्यो मैले हेरेको त्यो हेलो गाइज अब हामी यहाँबाट निस्किन्छौँ। अब सिधै घरमा भेट्ने भनेर भन्ने क्या गाइजहरूले मलाई भ्लगमा सिकाउनु च्यान्टे बहादुरले क्या के भन्ने रे भ्लगमा के भन्ने रे छिटो भन्। मलाई भ्लग बनाउन सिकाउने रे अब। ल के भन्ने छिटो सिका। अनि के सिकाएर त अघि चाहिँ गाइज अगाडि नबोले त कहाँ बोल्ने त नि। मलाई त लाज लाग्छ बोल्नु है सानो। म त बल्ल बल्ल बोल्छु है। हो बाबा भन्छ। ल दामी ठाउँ छ नि। ल बिहान बिहान आउनु चाहिँ दामी हुन्छ यहाँ मर्निङ वाक आउनुलाई चाहिँ। के भन्नु छ मुटु? म आफै भोग्छु नि। आफै भन्नु के भन्ने? गाइज वेलकम टु माई न्यू भ्लग। यहाँ हामी मर्निङ वाकको लागि आएको छौँ। घाम पो आउँछ मर्निङ वाक डुल्न आएको भन्नु। डुल्न आएको जे भने पनि ठिक मैले भनेको जे पनि त्यस्तै भन्छ क्या। ल यहाँ हामी अहिले मर्निङ वाक भन्नु सक्छ टन्टनाटुल घाममा हुन त ठिकै हो। न अब म हजुरलाई इन्ट्रोड्युस गराउँछु मेरो भाइलाई। इन्ट्रोड्युस गराउने ल। हेलो भन्दै च्याने डोन्ट फर्गेट टु सब्सक्राइब माई फादर युट्युब च्यानल भन्दै सानो। ल अलि रमाइलो समाइलो भइसक्यो। हिँड्ने हो भुन्टे। ल भुन्टे हिँड्ने रह्यो त। चप्पल नलाएको नि हिँड्छ फेरि आउँछ डेन्जर छ नि।
छोरो देखाएको छैन त अघि नगेट भाइ होइन मेरो भुन्टेलाई अहिले खोइ हिँड्नै जा यसले हिँडाउनै जानेन मेरो भुन्टेलाई हिँडाउनै जानेन है सानी ल गाइजहरू न म भुन्टेलाई हिँडाउँदैछु छैन त्यहाँको ल अब कति गाडी चलाउँदै बाको जसरी मेरो ढाड पनि त्यस्तै हुने भयो बोक्दा ढाड सर्किन्छ होला भयो छोड्यो अब त्यहाँ भुन्टेलाई यो चाहिँ पेट सेट देखाएर आइछ होइन हेलो होइन सानो देख्यो सानो खोइ बाबा देख्यो सुने खोइ भुन्टे खोइ अब नयाँ छोटा भ्लगर आउँदैछ यहाँ अब छोटा भ्लगर आउँदैछ यहाँ भिडियो बनाउँदैछ न्यू छोटा भ्लगरको नि सब्सक्राइब गरिदिनु नाम के छ अरे तेरो युट्युबमा अब हाल्ने भन्यो नि त नि त्यो नाम के चाहिँ राख्ने नि ल अब न्यू छोटा भ्लगरको नि च्यानल सब्सक्राइब गरिदिनु होला है ए सिधै घरै जान्ला हो दायाँ बायाँ जान्ला होइन चलन भन्ने भ्लगले यस्तो सब्सक्राइब नगर्नु कि डिसलाइक चाहिँ गर्नु गाइस हजुर यसको पनि सब्सक्राइब गरिदिनु होला है ल के म पनि भनिदिएको छु है त्यो नामै थाहा छैन दादा खोज्दा नि खोज्दैन अब यहाँ होइन सानो यस्तो हरामी मान्छेलाई अपलोड गर्ने भ्लग बनाएर त्यो क्यामेरा सामु हालेर युट्युबमा चाहिँ कसरी हाल्ने युट्युबमा अलिक म सिकाइदिन्छु एकछिन के भन्ने खिचिसक्यो अब के भन्ने अब लजाउने मान्छे त्यो छाने लड्छ लड्दैन हामी बलियो गरी समातेको छौँ भन्दै नि सानो एउटा बरफ लिनलाई त्यसलाई बाहिर डुलाउनु पर्छ नि लेखेर के भने अल्छी अब के आयो कालो कालो आएको यसलाई के भन्ने निकाल्नु थाहा छ मैले घरबाट एउटा बरफ दिन्छु डुल्न हिँड्नु भनेर निकाल्न अनि बल्ल आएको म त यो हरामी छ यो त्यो त हरामी होइन है खाना बनाएर चाहिँ खाइहाल्ने एउटा बरफमा बिक्या हो यो आज मसँग हो कि होइन हो कि होइन अबदेखि आउँछ त्यो बरफमा बिक्या हो कि होइन होइन अरे ल ठिक छ होइन भने भन्नुभयो फर्स्ट अब खानु अब मासु ससुराली आउने मासु भात खाने हो भन्ने आएका छन्